हजुरहरूलाई थाहै छ कि जब एउटा केटी आफ्नो केटासँग पहिलोचोटि भेट्छन् तब एक दूसराको तारिफ, किनकि भर्खर भर्खरको माया हो, एक दूसराको तारिफ एकदम मजाले गर्छन्। केटाले भन्छ कि ओहो तिमी त स्वर्गबाट झरेको परी जस्तो रहेछ, मैले एकदम मेरो आँखाले एकदम सही काम गरेछ, जिन्दगीमा पहिलोचोटि सही काम गरेछ भन्छन्। तर साथी हो, मेरो कहानी चाहिँ अलिकति भिन्न छ। जब हामीले अलिकति समय निकालिकन भेट्नुको कोसिस गर्यौं, पहिलोचोटि हेर्दै नै मलाई भने कति ठुलो नाक रहेछ, कति ठुलो कान रहेछ, नाक कति बाङ्गो रहेछ, यो त मैले यादै गरेको थिइनँ। जब म रिसाएर अलिकति मुख फुलाएर साइडमा गएँ, त थाहा छ उहाँले के भन्नुभयो? ए मेरो प्यारी नक्कली, मैले यदि तिम्रो अनुहार हेरेको भए त सायद आज हामी यहाँ हुन्थेनौँ होला। मैले तिम्रो अनुहारलाई हेरेको होइन, मैले तिम्रो मनलाई हेरेको। मैले तिमीलाई हेरेको होइन, मैले तिम्रो आँखालाई हेरेको। तिमी मेरो मनको भित्र मुटुमा बस्छौ र जहाँ तिमी बस्छौ त्यो जग्गा कसैले लिन सक्दैन, त्यहाँ सिर्फ और सिर्फ तिमी बस्छौ। शायद यही पनि कारण होला कि उहाँ मेरो यति मनको करिब आउनुभयो, किनभने यस्तो झुटो संसारमा जहाँ एक दूसरालाई खाली झुटो तारिफ गर्दै हिँड्छन्, उनले भन्नुभयो कि मैले तिम्रो सुन्दरतालाई होइन, तिम्रो मनलाई हेरेको। तिम्रो र मेरो मन यसरी नै मिलिरहोस्।